मनासलु सर्किट ट्रेक 11 डेजमा कम्प्लिट गर्न सकिन्छ र यो हो पार्ट 2। पार्ट 1 मा भने जस्तै हामीले माछी खोलामा फर्स्ट डे स्पेन्ड गरेका थियौं, तर हजुरहरु बाटो राम्रो भएर पाङसिङसम्म पुग्नु भयो भने एक दिन चाहिँ सेभ हुनेछ। माछी खोला या तातो पानी जताबाट स्टार्ट गरे पनि आज हाम्रो एम जगतसम्म हुनेछ। टोटल डिस्टेन्स 17 किलोमिटर हो र आफ्नो वकिङ पेस अनुसार 8 देखि 10 घण्टा लाग्न सक्छ। फर्स्ट डे देखि नै झर्ना हेर्दै र बुढी गण्डकी नदीको किनारमा हिँड्दै अगाडि बढ्न पर्ने हुन्छ। बाटो पनि दुईटा छ है। हजुरहरु सेम गाडी चल्ने बाटो हुँदै अगाडि बढ्न सक्नुभयो, हैन भने दोभान पुग्नु अगाडि सस्पेन्सन ब्रिज तरेर मनासलुको मेन ट्रेलमा हिँड्दा अझ बढी सिनिक र एडभेन्चरस हुन जान्छ। हामी अर्ली अटोमा गएको हुनाले ट्रेल हरियालीपूर्ण थियो र ल्यान्डस्लाइड सेक्सन्सहरु धेरै भए पनि पानी पर्न रोकिसकेको हुनाले बाटोमा त्यस्तो अप्ठ्यारो भने केही पनि भएन। अनि यो ट्रेल फलो गर्दा यारो बगरमा रहेको क्यान्टिलिभर ब्रिज पनि तर्न सकिन्छ। जगत पुगेपछि हामी नेपालीहरुले पनि चुमनुमरी गाउँपालिकाको पर्मिट लिन पर्ने हुन्छ, जसको कस्ट 200 रुपैयाँ पर पर्सन पर्न जान्छ। अनि एम क्याप चेक हुने पोइन्टमा आफ्नो नाम ठेगाना पनि टिपाउनु पर्ने हुन्छ। आफ्नो डिटेल्स यो मनासलु ट्रेलमा जगत लगतै फिलिम, नामरुङ र सामा गाउँमा पनि टिपाउनु पर्ने हुन्छ है त।